भारी मतले बहुमतले हामीलाई श्रम संस्कृतिलाई जिताउनुपर्छ, देशैभरिबाट यसो गर्नु होला। म त्यो भन्न चाहन्छु। त्यस पछाडि देश बनाउने जिम्मा हामी लिन्छौँ। अरूले सक्दैन, गर्दैन, जान्दैन, चाहँदैन। चाहनाको कुरा हुन्छ सुरुमा त हैन। देश गरिबै रहिरहोस्, जनता गरिब रहिरहन्, जनतालाई चाहिँ हैन गरिब बनाएर गरिबको पार्टी भन्दै सदस्यता वितरण गर्दै भोट माग्दै जित्नेहरू मान्छेहरू हुनुहुन्छ। त्यसो भएको कारणले श्रम संस्कृतिले मात्रै गरिबी निवारण चाहेको छ। गरिबी निवारणका लागि श्रम गर्नुपर्छ। खेतबारीदेखि लिएर माटो भन्ने बित्तिकै हाम्रो उत्पादन भन्ने बुझिहालिन्छ। ढुङ्गा भन्ने बित्तिकै निर्माण भन्ने बुझिहाल्छ। यसरी उत्पादन र निर्माण गरेर मात्रै यो देशको समृद्धि हामी चाहिँ नि हैन सम्भव बनाउन सक्छौं भन्ने कुरा यहाँहरूलाई मैले जानकारी गराउन चाहन्छु। त्यसो भएको कारणले गर्दाखेरि एउटा भिजन भएको, चाहना भएको, गर्न सक्ने क्षमता भएको, नीति बनाउन सक्ने, भ्रष्टाचार नगर्ने हैन, इमानदार र कर्म पार्टी शक्ति जे बुझ्नुहोस् भनेको श्रम संस्कृति मात्रै हो। त्यसमा यहाँहरू सबैजनालाई मेरो हार्दिक निम्तो छ। तपाईहरु आउनुपर्छ। तपाईहरु सबैजनाले यसपालि भोट त्यसमा हाल्ने हो। चुनाव चिन्ह माटोमा भोट हाल्नुहुन्न भने पछि गएर यो देशै नरहन पनि सक्छ। ऋण मात्रै ल्याउने, ऋण लिएको पैसाले जग्गा जोड्ने, घर जोड्ने, भ्रष्टाचार गर्ने यो खालको सिलसिलालाई हामीले सधैँको लागि बिदा दिनुपर्छ। म त्यो भन्न चाहन्छु। अब यहाँ अहिले भर्खर चाहिँ एउटा नयाँ पार्टी हुँ भनेर आएको छ। फेसबुकबाट प्रधानमन्त्री घोषणा गरेर अगाडि बढेको पार्टी। यहाँ पनि एक दुईजना घन्टी हल्लाउँदै आउनु भएको छ। पैसा लिएर तपाईँको कमेन्ट लेख्ने साथीहरू तिनै साथीहरू म डेली देख्छु। त्यसो नगर्नुहोस्। देश बेचेको, देशको सम्प्रभुता र स्वाधीनता बेचेर, देशको नदीनाला बेचेर, देशको भूभाग बेचेर, देशका विभिन्न खालका असमान सन्धि सम्झौता, व्यापारिक सन्धि सम्झौता गरेर चाहिँ हाम्रो देशलाई विदेशीको गुलाम बनाउने खालको मान्छेहरूले दिएको पैसा 21 अर्ब कि कति छ अरे भन्ने सुनेको थिएँ अस्ति म जेनजीको आन्दोलनमा जाँदाखेरि। त्यो पैसा बाँडेर त्यसको चाहिँ नि यसो चारो अलिअलि फालिदिएकोमा हैन राल काट्नेर हुँदैन। त्यसो नगर्नुहोस्। देशलाई चिन्नुहोस्। देशलाई बचाउने र देशलाई बनाउने अभियानमा हामी जुट्नुपर्छ। म सबैजनालाई त्यो भन्न चाहन्छु। घन्टी बजाएर कहीँ हुन्छ? घन्टी मात्रै बजाइराखेर केही पनि हुँदैन। न आर्थिक विकास घन्टी बजाएर हुन्छ न के हुन्छ। त्यसले गर्दाखेरि सारा कुराहरू हामीले बुझ्नु जरुरी छ। म तपाईहरु सबैजनालाई यो बुझ्नका लागि अनुरोध गर्न चाहन्छु। त्यतिकै हावामा नहिँड्नु होला। देश बनाउने कुरा भनेको फ्यासन सो होइन। फ्यासन च्याप्टा देखायो अनि त्यहाँदेखि हिँडेर देश बन्दैन। देश बनाउनका लागि मेहनत गर्नुपर्छ, आर्थिक नीति बनाउनुपर्छ, नियमबद्ध तरिकाले श्रम गर्नुपर्छ, श्रमप्रतिको धारणा राम्रो हुनुपर्छ, उत्पादन हुनुपर्छ, हामीसँग खाने अन्न हुनु पर्यो, हामीले लगाउने लुगा हामीले उत्पादन गरेको हुनुपर्छ। सारा कुराहरू हामीले उत्पादन गर्नुपर्छ। त्यसतर्फ जानुपर्छ। देशलाई त्यसतर्फ लाने हो भने जय माटो भन्नु होला है। घन्टी बजाएर त उयो